गाइज मेरो यो छोटो मिनी भ्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी माछा अनि गङ्गटो मार्नलाई जाने भनेर आइरहेको छु। हामी साथीहरू त्यहाँ मामाहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, यहाँ बहिनी अनि कोही अगाडि पुगिसक्यो। अनि लास्टै गर्मी भएर म चाहिँ यहाँ रुमालमा टाउकोमा राखिरहेको छु। एकछिनमा पुग्छ माछा मार्ने ठाउँमा चाहिँ, तपाईँहरूलाई एकछिनमा अहिले देखाउँछु। खोलामा आइबसेको छ यहाँनिर साथीहरू, पानी प्यास लागेर पानी खाएर छ साथीहरू। कुनै चाहिँ त्यहाँनिर माछा हेरिरहेको छ, माछा धेरै छ अरे भनेर। कतिको माछा रहेछ त्यहाँ? घाम चाहिँ लास्टै घाम छ है साथीहरू। आज चाहिँ घाम जाँदैछु। माछी मरन हाय दाजु हरेलाई चटानी खाँदै गर न। कस्तो लाग्यो सानो बहिनीले त्यहाँ गङ्गटो समातिरहेछ। खोइ देखाउनु त, हेर्नु त्यहाँ गाई गङ्गटो गङ्गटो यहाँ बहिनीले समातेको। हेर्नु न यहाँ कति ठुलो छ। ठुलो गङ्गटो हेर्नु न यहाँ गाई, यहाँ हाल्ने कस्तो ठुलो छ। यति मारेछु गाइस। सानो हेर्नु त्यहाँ कति सानो कति ठुलो गङ्गटो। यति चाहिँ भएछ। अब हामी चाहिँ अब घर फर्किन लागेको। अब माछा मारेर गङ्गटो मारेर अब घरतिर फर्किँदैछ। गर्मी पनि भयो लास्टै। पछाडि छ साथीहरू चाहिँ, कस्तो गर्मी छ, लास्टै गर्मी भए। कस्तो गर्मीमा आएको नि, के गर्नु, छाता छैन, घाँसको छ याद, घाँस छाता बनाउँदैछु। अब घरतिर फर्किने हो हामी त अब पछाडि।